जाडोले सबैलाई थर्काइरहेको होला, मलाई पनि थर्काउँछु भनेको होला। इ तँलाई तर मलाई के नै गर्छ र जाडोले। न कुनै ज्वरो आउँछ, न सर्दी लाग्छ, न डेङ्गु नै हुन्छ, न कुनै कोरोना नै। किनकि म नै हो सबैको लागि भाइरस। तँ चाहिँ नफुटाइ, बरु मेरो टाउकै फुटोस्, हातै भाँचोस्, खुट्टा नै भाँचोस्, तँ त मेरो अजम्बरी बुट्टी हो। नमस्कार सबै मित्र साथीहरूलाई, यो सानो एउटा कन्टेन्ट थियो र अहिले जाडोको समयमा हामी विशेष गरेर जाडोले के भन्नु, अब अलिकति भए पनि शरीरलाई गरम गर्नुको लागि हामीले नसाको सेवन गरिरहेको हुन्छौँ। कोसिस गर्नुहोस् शरीरलाई नसालु लागु पदार्थतिर बेसी जस्तो नढेकल्नु वा त्यो प्रति रुझान राख्नु वा त्यो प्रति तपाईँहरू आफ्नो सक्रियता नदेखाउनुहोस्। किनभने आजको सामान्य खाँदा वा लिँदा होइन, एक समयमा हामीलाई त्यसको लत लाग्न सक्छ है। जाडो भनेको के हो भने हामीले आफ्नो शरीरलाई है जतिसक्दो एक्सर्साइज वा बिहानै उठेर हामीले मर्निङ वाक गऱ्यौँ वा हामीले शरीर चर्चा राख्यौँ भने हामीलाई नसालु पदार्थ यानि कि सेवन गर्ने कुनै आवश्यकता लाग्छ जस्तो चाहिँ मलाई लाग्दैन। र सबैलाई यही भन्न चाहन्छु, आफ्नो शरीर अनमोल एउटा जीवन हो, यसलाई हामीले बचाउनु र यसलाई सम्हालेर राख्नु पनि अत्यन्त जरुरी छ। सबैको जय होस्, धन्यवाद।